नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाको व्यक्तिगत खर्चबाट नवलपुरमा 13 लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। सोमबार जिल्लाको गैंडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुमकौली, मध्यबिन्दु जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बुलिङटर प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल पत्रकार महासङ्घ नवलपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। महामन्त्री कोइरालाले सोमबार जिल्लाका लागि 6 वटा अक्सिजन कन्टेनर, 10 वटा अक्सिजन सिलिन्डर, 23,000 सर्जिकल मास्क, फेस सिल्ड, 560 वटा सेनिटाइजर, 230 लिटर, आइसियु बेड 2 वटा, पिपी 250 थान स्वकीय सचिव भरत तिवारी मार्फत जिल्लामा पठाउनु भएको हो। स्वास्थ्य सामग्रीहरू सोमबार नै सबै सङ्घ संस्थालाई हस्तान्तरण गरिएको काङ्ग्रेस नेता महेन्द्र पोखरेलले जानकारी दिनुभएको छ। नेपाली काङ्ग्रेस कोभिड-19 समिति नवलपुरका संयोजक सुरज गुरुङले जिल्लाका अन्य पालिकाहरूमा पनि क्रमशः सहयोग गर्दै जाने बताउनुभयो। नेपाली काङ्ग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले काङ्ग्रेसको सहयोग क्रमशः सँगै हुँदै जाने समेत बताउनु भएको थियो।